अर्को के हुनुपर्छ अरे त भन्दा गौरवेन गुरुता हुनु पर्यो। गुरुता आफ्नो अस्तित्वको बोध हुनु पर्यो। मैले अघि सुरुमा पनि भनेको थिएँ यहाँलाई, मेरो अस्तित्व के हो, मेरो परम्परा के हो, गौरवलाई आउन दिनु भयो। आफ्नो परम्परामा बिल्कुल उयो भएन। आफ्नो कारणले मेरो कारणले कोही व्यक्ति अथवा मेरो कारणले मेरो कुल वंश परम्परा र सम्बन्धमा कहीँ कतै घाँस आउनु भएन। केवल भागवत भगवानको त्यसरी त्यो के हुनु पर्यो त भने गौरवको भाव सँगसँगै गरेर संयमताको भाव पनि दम्पतिमा नै संयमताको भाव, शुश्रूषाको भाव। शुश्रूषा भनेको यसको चाहिँ योगिक अर्थ हुन्छ शुश्रूषा। एकले अर्कालाई सुन्न सक्नु पर्यो। पतिको कुरा पनि पतिले, पतिको कुरा पतिले, अथवा शुश्रूषा भनेको रोगी अर्थमा हेर्छु भने शुश्रूषा भनेको हुन्छ सेवा। सेवा भाव पनि रहनु पर्यो पतिको, पतिसँग गर्ने सेवाको भाव, जो चाहिँ सँगसँगै प्रेमको भाव, मधुर भाषण मिठो बोल्नु। सातवटा कार्यहरू भयो भने के हुन्छ भन्दा घर स्वर्ग तुल्य हुन्छ भनेर वर्णन गर्नुभयो। र सँगै दिइसकेपछि यहाँ पुराना पनि याद गरेर विवाह कार्य सम्पन्न हुन्छ। विवाह कार्य भइसकेपछि कयौँ वर्षसम्म मैले यो भिडियो बनाउँदैछु, फेरि कट गर्नुपर्छ। कसरी एकछिनपछि गीत दिउँ है। त्यस पछाडि साधना धुनी गर्दा कुनैले थाहा पाउनु पत्नीसँग मेरो सम्बन्ध भएको छ, विवाह भएको भन्ने कुरा जानकारी दिएपछि तामस उहाँको इच्छा पत्नीको इच्छा पूरी हुन्छ। तामस नाममा जानकारी गरेर भगवानको कुनै पनि भगवान घरमा भगवान तपस्याको कालबाट हरि हरि जय श्री राम। भैया भैया शान्ति नाम विवाह अथवा नवकन्याहरू विवाह भएको प्रसङ्ग अनि भगवानको आज्ञालाई प्राप्त गरेर अब कर्तव्य नाम गरेका भने भगवानलाई दाहिने परिक्रमा गर्दै आफ्नो लक्ष्य सिद्धि हुने गर्दै एकान्त प्रेम गर्नुभयो। त्यो पवित्र गृहस्थ आश्रम ती अनुकूलकी पत्नी हुँदै गर्दा पनि यो आफ्नो जीवनलाई सार्थक बनाउनु हुने भने एकान्त सेवी वियुक्त सेवी नभएसम्म यो जीवन सार्थक हुँदैन रहेछ सङ्केत गर्नुभयो र परिवारलाई ज्ञान दिएर अनि परिवारमा स्वयं भगवानलाई जन्म दिएर कपिल देवले एकान्तमा गएर भगवानको साधना गर्नुभएको छ। त्यस पछाडि अब कपिल देव र देवहूतिको बिचमा त्यो दिव्य संवाद भएको छ। 25 अध्यायदेखि जो दिव्य संवाद भएको छ त्यसलाई उत्तर मीमांसा अथवा कपिलाष्टाध्यायी भनेर पनि भनिन्छ। यो दिव्य वेदान्तको दर्शन व्याख्या यसमा रहेको छ। अब यहाँहरूले यो दिव्य दर्शनको भाषा र दर्शन शैलीमा नै यहाँहरूले श्रीमुखहरूबाट भन्दै अब मैले सञ्चालित श्रीमद् भागवत महापुराण शब्द ज्ञान सत्र अन्तर्गत रहँदै आज तेस्रो दिनको दिवाकालीन बसाइमा भागवतीय सत्रलाई यही आजको सत्रलाई चाहिँ विश्राम गर्दै अब अगाडिको प्रसङ्ग श्रद्धेय गुरुदेव वाक्यले हजुरहरूको श्रवण गर्नेछ भन्दै अबको आवाज कार्यक्रम सञ्चालकज्यूबाट दियो। बोलो सद्गुरुदेव भगवानको जय हो। आभार गुरुदेव।
श्रीमद् भागवत कथा प्रसङ्गका विभिन्न कथाहरू हामी श्रवण गरिरहेका छौँ, हाम्रो कान पवित्र पारिरहेका छौँ। यहाँहरू सबैलाई कृपया बसिदिनुलाई यो उठ्ने बेला भएको होइन, हामी उठ्ने बेला भएको छैन। सबैलाई आसनमा बसिदिनु हुनका लागि आग्रह गर्दछु। हाम्रो जीवनको असाध्यै धन्य हुने दिन, धन्य हुने क्षण हामी बिचमा आउँदैछ। मैले फेरि पनि दोहोऱ्याएर भने हामीले कलियुगमा देख्ने भगवान अब श्रीकृष्ण आउनुहुन्न उस्तै स्वरूपमा। अब भगवान श्रीराम धनुष धारण गरेर फेरि हाम्रो अगाडि हामीलाई दर्शन दिन आउनुहुन्न। कलियुगमा हामीले देख्ने साक्षात् भगवान भनेको सन्त महन्तहरू, सन्त समाज नेपालका केन्द्रीय अध्यक्ष, राष्ट्रिय अध्यक्ष, हाम्रो अभिभावक हरिहर सन्यास आश्रम देवगारधाम तनहुँका आश्रमाधिपति 1008 स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज र अनन्त श्री विभूषित विवेकानन्द सरस्वती महाराज गुरु यहाँ हुनुहुन्छ। म आसन ग्रहणको कार्यक्रमलाई पहिला जोड्छु। आसन ग्रहणका निम्ति असाध्य आदरणीय व्यक्तित्व, सामाजिक व्यक्तित्व, सफल व्यवसायी, सामाजिक राजनीतिक व्यक्तित्व पनि हुनुहुन्छ। हामीले लगाउने गरेको रोयल सुज नेपालमा बनेको रोयल सुजका डाइरेक्टर पनि हुनुहुन्छ। लायन्स क्लब अफ नेपालका पूर्व गभर्नर हुनुहुन्छ। यो ठाउँले यो स्थानले सधैँ गौरव गर्न लागेको छ। राजनीतिक व्यक्तित्व हुनुहुन्छ, आध्यात्मिक व्यक्तित्व पनि हुनुहुन्छ।